गत स्थानीय चुनावमा धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएर नगर प्रमुखमा निर्वाचित भएका हर्क साम्पाङले बीचैमा राजीनामा दिएर सांसद बन्न निर्वाचनमा होमिएका छन्। श्रम संस्कृति पार्टी गठन गरी सुनसरी क्षेत्र नम्बर 1बाट उम्मेदवारी दिएका हर्क यस क्षेत्रबाट चुनाव जितेर प्रधानमन्त्री बन्ने दाबीसहित चुनावमा होमिएका छन्। अभिभावक बिनाको देश भएको छ, त्यतिखेर त्यसो भएको कारणले गर्दाखेरि त्यो अभिभावक बनाउनका लागि यो चुनाव भइरहेको कुरा छ र यो चुनावमा मैले पनि भाग लिएको छु। किन मैले भाग लिए त भन्दाखेरि जेनजीको आन्दोलनमा हेर्दाखेरि त्यो तपाईको छैन पुरै जलेर खरानी भइरहेको देशलाई सम्हाल्न निस्किने मान्छे त अरू कोही पनि थिएन त्यतिखेर। बालेन भन्ने मान्छेले बोलाएको थियो, त्यो आएन, डरले हिजो अस्ति मात्रै निस्किँदैछ होइन। त्यसो भएको कारणले गर्दाखेरि त्यतिखेर मैले के देखेँ भन्दाखेरि अब यो देशमा म जस्तो मान्छेको खाँचो छ भन्ने मैले महसुस गरेँ है। जो निडर छ, निष्पक्ष छ, इमान्दार छ, कर्मठ छ, दूरदर्शी छ, पौरखी छ, त्यो व्यक्तिहरूको सङ्ख्या है। हामी सबैजनालाई म भन्न चाहन्छु, साँचो कुरा तपाईँहरू बोल्ने हिम्मत गर्नुहोस्। तर यो देशमा साँचो कुरा बोल्ने हिम्मत कसैले गर्दैन रहेछ होइन। तपाईँको छैन केपी ओली पनि हेलिकप्टर चढेर भागेको, प्रचण्ड पनि सबै भागेको, सबै भागारे भाग्थ्यो त्यतिखेर। त्यो ढलिराखेको देशलाई सम्हाल्न जाने मान्छे एकजना मात्रै थियो क्या हर्क साम्पाङ होइन। अहिले उनी चुनावी घर दैलो अभियानमा छन्। संसदीय चुनावमा होमिएका हर्कमाथि मतदाताले अनेकौं गुनासा र प्रश्न उठाएका छन्। स्थानीय तहको चुनाव जितेपछि हर्कले सिङ्गो धरान वडा नम्बर 6 नहेरेको स्थानीयको गुनासो छ। जनतालाई 5 वर्ष सेवा गर्छु भनेर ढाँटेकोमा त्यहाँका स्थानीयहरू असन्तुष्ट छन्। भोलि सांसद बनाउला, फेरि अर्को अवसर आए छोडेर हिँड्लान् भन्दै हर्कले राजनैतिक प्रतिबद्धता पूरा नगरेर बेइमानी गरेको बताउँछन्। किसानको आर्थिक जीवनस्तर भूमिका नखेलेको अर्का मतदाताको गुनासो छ। किसानलाई उन्नत मल बिउ र सिँचाइको पर्याप्त प्रबन्ध नभएको स्थानीयको गुनासो छ। यहाँका कतिपय विद्यार्थी तथा युवा मतदातालाई भने हर्कले श्रमदान मात्रै भनेकोमा चित्त बुझाएका छैनन्। उनीहरू प्रविधिको युगमा नयाँ प्राविधिक ज्ञान, सिप र चेतना दिनुपर्ने बताउँछन्। चुनावी भिजन त यो पो हुनुपर्ने भन्दै प्रश्न गरेका छन्। धरानका कतिपय भने धरानमा पानी खुवाउने बाचा गरेर बोलेको कुरा हर्कले पूरा गरेको भन्दै आफूहरूलाई हर्क मन परेको बताउँछन्। अब बिरामीलाई अस्पताल लैजान राम्रो सडक व्यवस्था चाहिएको उनीहरू बताउँछन्। यो देश विकास गर्छु भन्ने मान्छेले अब विकासका अन्य क्षेत्रमा पनि काम गर्नुपर्ने स्थानीयहरूको सुझाव छ। हर्कलाई भेट्दा मतदाताहरू उनीसँग फोटो सेल्फी खिचाउन जाने गर्छन्। हर्क भने यो सेल्फी मात्र खिच्ने होइन, भोट पनि दिनु पर्यो है भन्दै कागजको सानो चिरकटोमा माटो चुनाव चिन्ह देखाउँछन्। सुनसरी 1मा हर्कबारे मिश्रित प्रतिक्रिया आएका छन्। कामलाई सम्मान गर्नुपर्छ, कामलाई सम्मान गर्ने नीति बनाउनुपर्छ। काम गर्ने कामदारलाई अपमान गरेको कारणले गर्दाखेरि यो देशमा कसैले पनि श्रम गर्न चाहेको छैन। आज श्रम त गर्ने तर विदेशमा गएर गर्ने है। विदेशमा गएर हामीले बेलचा कैँची जे चलाउँदा पनि हुन्छ, तर यो देशमा चाहिँ चलाउनु हुँदैन भन्ने खालको भाष्य, त्यो खालको गलत मनोविज्ञानको तपाईँको छैन व्यापक प्रचार प्रसार दशकौँदेखि भएको कारणले अब श्रम संस्कृतिले यो देशमा काम गर्नुपर्छ भन्ने नीति बनाउँदैछ। यदि त्यो नीति बनाउने हो भने तपाईँले मलाई साथ दिनुपर्छ, तपाईँले मलाई भोट दिनुपर्छ होला। तपाईँले श्रम संस्कृतिका उम्मेदवारहरूलाई अन्जुलीमा राखेको चुनाव चिन्ह माटोमा भोट हालेर सहयोग गर्नुपर्छ होला। यदि जनताले कुरा बुझेन भने फेरि पनि यो देश तपाईँको छैन पुरानै तपाईँको छैन दुष्चक्रमा फस्ने, त्यो भुमरीमा घुमिरहने स्थिति मैले देखिरहेको छु। प्रधानमन्त्रीको सपना बोकेका हर्कमाथि मतदाताले प्रश्न र गुनासाका पोका मात्र पस्केका छन्। हर्क भने सेल्फी मात्र होइन, भोट पनि है भनिरहेका छन्। अघिल्लो चुनावमा सुनसरी 1मा जसपा नेपालका अशोक राईले चुनाव जितेका थिए। यसपटक हर्कसँग प्रतिस्पर्धा गर्न यस क्षेत्रमा एमालेबाट टिकाराम लिम्बू, काङ्ग्रेसबाट सुजेन्द्र तामाङ, नेपाली कम्युनिस्ट पार्टी नेकपाबाट सूर्यबहादुर भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोमा तामाङ उम्मेद्वार छन्। यस क्षेत्रमा जम्मा 26 जना उम्मेद्वार चुनावी मैदानमा छन्।